मलाई कालो र सेतो रङ मनपर्छ भन्दैमा रातो र पहेँलो रङ कुरूप होइन। अब सागमा पनि गोलबाट हाल्ने असली रमाइली हजुरकै आफ्नै बिनु खड्का। मलाई कालो र सेतो रङ मनपर्छ भन्दैमा रातो र पहेँलो रङ कुरूप होइन। त्यस्तै तपाईलाई गुलाबको फूल मनपर्छ भन्दैमा सयपत्री बेरङ्गी छैन। होला मेरो कुरा मलाई ठिक लाग्छ, तर मेरो कुरा ठिक हो भन्दैमा र विचार फरक भयो, विचार भिन्न भयो भन्दैमा तपाईको कुरा बेठिक त हुन सक्दैन हैन। यस्तैमा एकचोटि हामीले पहिले सुनेको कथा हो यो, तपाईले पनि सुन्नु भएको होला। एउटा बच्चा कक्षा कोठामा पढिरहेछ, उसलाई टिचरले पढाउने क्रममा अङ्कहरू सिकाइरहेको, अङ्क सिकाउँदाखेरि 2 र 2 कति 4 भन भनेर सिकाउँदाखेरि अलि बुझिरहेको थिएन विद्यार्थीले। टिचरले व्यवहारिक रूपमै सिकाउनु पर्यो भनेर 4वटा स्याउ ल्याएर अनि 2 देखाएर 2टा स्याउ 2टा स्याउ कतिवटा भयो 4वटा स्याउ भन 2टा भन्यो। विद्यार्थी त झन् हैन 5वटा स्याउ भन्छ। 2टा र 2टा स्याउ के 4वटा हैन 5वटा भन्छ। अनि टिचरलाई रिस उठ्यो, गालीसाली गरे, पाटपुट्ट पिटे के भयो हैन, रुवाबासी भयो। बच्चा रुँदै घर गयो। घर गएर आमालाई सुनायो यो कुरा। अनि आमाले तिमी नै गलत छौ त, तिमीले 2टा र 2टा स्याउ कसरी 5वटा भन्यौ त, 4वटा हो नि त भन्दा अनि मामा मेरो ब्यागमा पनि थियो त एउटा स्याउ भन्यो के। ऊ पनि सही छ के वास्तवमा, ठिकै त भन्यो नि उसले। उसको आफ्नो मनस्थिति अनुसार उसले जे सोचेर उसले बोल्यो। 2टा स्याउ 4वटा स्याउ त म्यामको हातमा छ त, एउटा स्याउ त उसको ब्यागमा छ नि त हैन र। यस्तो हुन्छ के कतिपय अवस्थामा तपाईँ हाम्रो बिचमा पनि कतिपय कुराहरू बाजिन्छ। व्यवहारिक रूपमा हेर्ने हो भने एकचोटि मेरो एकजना विराटनगरतिरको बहिनी थियो क्या। अनि उसले चाहिँ कुरै कुरामा हाम्रो साग पकाउने कुरा भयो दिदी बहिनीको होइन। अनि उसले के भन्यो भने हाम्रो विराटनगरतिर त साग पकाउँदाखेरि गोलभेडा हाल्छौँ भनेर भन्यो। अब मैले हत्तनपत्त नाक खुम्च्याएछु, अब सागमा पनि गोलभेडा हाल्ने, ला हामी त काठमाडौँवासीहरू त त्यस्तो साग खाँदैनौँ। अब मलाई कस्तो के त्यो मैले भन्नु पर्थ्यो त, नभने भए हुन्थ्यो नि त्यसरी होइन। त्यो गोलभेडा हालेको त सागै हुँदैन जस्तो गरेर मैले नाक खुम्च्याएछु। अब मैले त्यति गर्ने बित्तिकै उसले पनि मलाई के भन्यो भने अब सागमा पनि गोलभेडा नहाल्ने, त्यस्तो पनि साग हुन्छ भनेर उसले पनि भन्यो। हामी दुइटैको कुरा बाजियो हैन। बाजिसकेपछि दुइटैको मन पनि मैलो भयो कि। उसले भनेको कुरा मलाई चित्तै बुझेन, मैले भनेको कुरा उसलाई चित्तै बुझेन। यस्तो हेर्नुहोस् तपाईँ हाम्रो बिचमा कति पटक हुन्छ, कैयौँ पटक हुन्छ। किन भन्नुहुन्छ भने हामी आफ्नो विचार राख्छौँ, आफ्नो कुरा राख्छौँ, आफ्नो कुरा एकदमै चित्त बुझ्छ हामीलाई, म एकदमै ठिक, म त गजब हैन। तर अर्को मान्छे चाहिँ सधैँ बेठिक, किनकि मेरोसँग विचार मिलेन क्या उसको। तर हामी यो कुरा किन बुझ्दैनौँ कि परिस्थिति अनुसार, अवस्था अनुसार, समय अनुसार, ठाउँ अनुसार, मान्छेको आफ्नो स्वाद अनुसार, भोगाइ अनुसार सबैको विचार फरक हुन्छ नि। ऊ सही छैन भन्न मिल्दैन कि। उसले गोलभेडा हालेको साग खाओस् उसको स्वाद हो, म गोलभेडा नहालिकन साग खान्छु मेरो स्वाद हो। त्यस्तै हामी जहिले पनि कुरा सुन्दाखेरि हामीले आफ्नो कुरा प्रष्टसँग राखौँ, हाम्रो विचार प्रष्टसँग व्यक्त गर्ने हामीलाई अधिकार छ हेर्नुहोस् होइन। तर अर्कोको कुरा पनि सुनौँ के, सुनौँ मात्रै होइन कि बुझौँ, बुझेर अलिकति उसलाई चाहिँ के रहेछ त, उसको आफ्नो विचार कस्तो खालको रहेछ, त्यो विचार र मेरो विचारमा अलिकति भिन्नता त छ, तर ऊ पनि आफ्नो ठाउँमा ठिक छ है भन्ने किसिमले पनि अलिकति सोच्ने गर्यो भने हेर्नुहोस् हाम्रा कैयौँ सम्बन्धहरू नि यसै सुधारिँदै जान्छ हैन। र यस्तै खालको विचार नमिलेर र कुरा नमिलेर हामीले कैयौँ सम्बन्धहरू खराब गरेका पनि छौँ। हामी चाहन्छौँ हाम्रा वरिपरिका जो जतिसँग पनि हामी सम्बन्धित छौँ सबैसँग हाम्रो सम्बन्ध राम्रो रहोस्। शुभकामना।